हेलो गाइस, यो चाहिँ मेरो पहिलो दिनको सुटिङ हो DJI क्यामेराबाट। कस्तो सुटिङ हुँदो रहेछ त्यो हेर्नुको लागि लगाएको। क्ल्यारिटी कस्तो हुँदो रहेछ चेक गर्नु पर्यो। माइक पनि युज गरेछु DJI को नै। कस्तो सुटिङ र कस्तो क्ल्यारिटी भेट्ने रहेछ त्यो म हेर्छु। त्यहाँबाट फेरि नेक्स्ट ट्रिप ट्राई गरौँला। अहिले चाहिँ म जाँदैछु रिचमन्ड सर्कल। त्यहाँ मेरो आज कर्पोरेट मिटिङ छ। यो चाहिँ हाम्रो यो एरियाको सानो राम मन्दिर हो। यो ट्राफिक छ मेन रोडबाट, त्यही भएर अलिक साइड बाटो निक्लेको हो। ट्राफिक यतिखेर चाहिँ अफिसले गर्दाखेरि धेरै हुन्छ। अब यो सानो बाटोमा यति ट्राफिक रहेछ। बिहान अफिस टाइम र बेलुकाको राति 8:30-9 बजीसम्म चाहिँ ट्राफिक धेरै नै हुन्छ। त्यो ट्राफिक एभोइड गर्नुको लागि अलिकति चोर बाटो आएको, तर यो पनि साह्रै काम लाग्छ जस्तो लागेन। ट्राफिक चाहिँ धेरै नै छ। त्यो सानो बाटोमा यति सारा गाडीहरू। आज यो DJI एक्सन प्रो 5 को टेस्टिङ हुँदैछ। कस्तो क्ल्यारिटी आउँछ रातिको र भोइस कस्तो आउँछ त्यो चेक गर्नलाई मैले आज ट्राई गरेको। राम्रो भएछ भने चाहिँ कन्टिन्यू राख्ने हो र नेक्स्ट ट्रिप पनि प्लान गरिन्छ। सेटिङहरू त्यति थाहा छैन मलाई पनि, तर अब हल्का युट्युब सबमा हेर्दै गर्दैछु गर्नु चाहिँ। एङ्गल पनि खासै मलाई थाहा छैन। मैले नै फर्स्टचोटि युज गरेको क्यामेरा। एङ्गलहरू पनि कस्तो गर्नुपर्ने कस्तो नगर्नुपर्ने त्यति थाहै छैन आफूलाई। तर अब त्यही हो, गरिँदै गएपछि सिकिन्छ पनि। अब जहाँनिर कमी हुन्छ वा जहाँनिर गल्ती हुन्छ त्यसलाई सुधार्न सकिन्छ देखेपछि त। आजको कस्तो हुन्छ भिडियो त्यो चाहिँ भरै थाहा हुन्छ एडिटिङको टाइममा। ट्राफिक चाहिँ धेरै नै रहेछ यहाँ आज। कहिले क्यामेरा युज नगरेको मान्छेहरूले हेर्दा नै लाज पो लाग्दो रहेछ हौ। बानी छैन कहिले गर्ने। आफ्नो फर्स्टचोटि रेकर्डिङ हो। मान्छेले यसो हेलमेटतिर हेरिदिँदा पनि आफूलाई त लाज पो लाग्दो रहेछ हौ। मजाले हेरिदिन्छ मान्छेहरूले फेरि। हेरौँ, बानी बनाउनु पर्छ। 1-2 खेप लिएर भनेपछि त्यहाँबाट त बानी लाग्छ होला। अहिले अब मार्केटमा चाहिँ लेटेस्ट अब बाइक ब्लगिङको लागि चाहिँ क्यामेरा यही बेस्ट हो भनेर भन्दैछ सबैले। अब अहिले एक्सन प्रो 5 आइसकेछ मार्केटमा र यो पनि त्यही हो लेटेस्ट वान। अब हेरौँ कस्तो के हुँदो रहेछ। गोप्रोको पनि राम्रै हुन्छ भन्छ, तर गोप्रोको चाहिँ अहिले यसो फिडब्याकहरू हेरेँ, कमेन्ट्सहरू पढेँ, प्लस युट्युबरहरूको पनि यसो अब सुटिङ गरेको भिडियोहरू हेरेँ। त्योभन्दा चाहिँ मैले कम्पेयर गर्न जाँदा चाहिँ यसको बेस्ट देखेँ र प्राइस वाइज पनि ओके। मेरो यो पुरा सेटअप गर्नलाई चाहिँ मेरो खर्च भयो तकरिबन 66,000 सम चेन्ज। अमेजनबाट लिएको मैले।
अमेजनमा सबै भेटिहालिन्छ। कसैलाई हेल्प चाहियो भने कुन सामान लिनुपर्ने हो, कुन नलिनुपर्ने हो, हल्का फुल्का मलाई पनि थाहा भयो। बेसिकली अब बेसिक चाहिँ थाहा भयो, अब कुन चिज किन्नुपर्ने हो, कुन नकिन्नुपर्ने र के आउँछ के आउँदैन, मतलब अल टुगेदर हैन प्याकेजमा। कसैलाई हेल्प चाहियो भने मलाई कमेन्टमा सोध्दा हुन्छ, म हेल्प गर्छु जानेको जतिको चाहिँ। अब यति एक्सपर्ट त छुइनँ म पनि अब जस्ट ट्रायल गर्दैछु आफ्नै तरिकाले। अब नजानेको नबुझेको म चाहिँ युट्युबमै हेरिन्छ। अब आफ्नो साथीहरूले त सुरु गरेको छैन, आफूले फर्स्टचोटि सुरु गरेको, त्यही भएर युट्युबतिर हेर्दै बुझिँदै गरिँदै छु। अब रातिको चाहिँ त यो फर्स्ट गरेको मैले, दिउँसोको त राम्रो छ, खालि अब यो रातिको चाहिँ अब सेटिङ पनि अब खासै त्यति त थाहा छैन मलाई। अब हल्का फुल्का जे जाने युट्युबबाट त्यही गरेको छु सेटिङ। कस्तो सुट हुन्छ, कस्तो खालको क्लियरिटी आउँछ, कहाँनिर गल्ती हुन्छ, त्यो चाहिँ अब पछि आफ्नै भिडियो हेरेर गल्ती सुधार्न सकिन्छ होला। तर अब मलाई चाहिँ लाग्छ आफ्नै एक्सपिरियन्स गरेको चाहिँ राम्रो होला। आफूले एक्सपिरियन्स गरेपछि कहाँनिर गल्ती भयो होइन, आफ्नो तरिकाले सुधार्न सकिन्छ आफ्नो रिक्वायरमेन्टको हिसाबले। ट्राफिक चाहिँ धेरै नै छ यार। यो चाहिँ राम्रो मन्दिर हो, मानेको मन्दिर छ यहाँ। हामी जयनगर पस्यौँ अहिले चाहिँ, यो जयनगरको बाटो हो। साउथ बेङ्गलोरको पोस्ट एरिया भन्छ जयनगर चाहिँ, र ओल्ड बेङ्गलोर पनि भन्छ। मतलब जुन तरिकाले यहाँ बाटोहरू, पार्कहरू, जति पनि फेसिलिटिज, हस्पिटल, स्कुल, कलेज, युनिभर्सिटी चाहिँ अब एकदम मतलब मल्टिपल अप्सन्स छ क्या यहाँ। र यहाँ बस्नु थालेपछि मान्छेहरूलाई यो ठाउँ छोडेर अर्को ठाउँ जानु पनि अलिक साह्रै पर्छ। मतलब किनभने आफूलाई अब कम्फर्ट जुन चाहिँ अब भेटेको हुन्छ यहाँ, त्यो अरू ठाउँमा भेट्नु अलिक मुस्किलै पर्छ क्या। फेरि ग्रिनेरी अब पनि धेरै छ अरू ठाउँ पनि। मतलब साउथ बेङ्गलोरमा चाहिँ अब सायद जयनगर जस्तो ग्रिनेरी चाहिँ अरू ठाउँमा छैन पनि होला। अरू अब तपाईँहरू उता कनकपुरातिर जानुभयो भने छ ग्रिनेरी, तर त्यति डेभलप छैन यहाँको एरिया। त्यही भएर यहाँ चाहिँ हर चिजको सुविधा छ। र जो मान्छे यहाँ अब 2 साल 3 सालबाट बसिरहेको छ, त्यो मान्छेलाई चाहिँ अर्को ठाउँ गएर मतलब सिफ्ट हुनु धेरै नै साह्रो गाह्रो हुन्छ, मन लाग्दैन। र अफिस अदालत पनि छेउ पर्छ। अब यहाँबाट जति पनि कर्पोरेटहरू छ, जति आइटी कम्पनीहरू छ, अब आइटीमा काम गर्नेलाई पनि सजिलो। यो चाहिँ यहाँको फेमस गणेश मन्दिर हो, छेउछाउमा 2टा मन्दिर छ। आइटी टेक पार्कहरू पनि अब यहाँबाट अब जस्तो कि बेलन्दुर भयो, सर्जापुर भयो, त्यहाँबाट माराथली भयो, यो जग्गाहरू चाहिँ एकदमै नजिक छ। अनि धेरै टाढो पर्दैन। प्लस अहिले जयनगर 5th ब्लकबाट डाइरेक्ट फ्लाइओभर छ सिलगढसम्म। सिलगढबाट फेरि उत्रिने बित्तिकै धेरै मतलब टाढो पर्दैन माराथली। यहाँबाट एचएसआरबाट सर्जापुर आइहाल्यो। सर्जापुर आएपछि आइटी टेक पार्क स्टार्ट भइहाल्छ। आइटीमा काम गर्नेहरूलाई पनि बहुत सुविधा छ। प्लस अहिले मेट्रो पनि स्टार्ट भयो, त्यो साइड पनि सिलगढसम्म आरामले मेट्रोमा जान सकिन्छ। इलेक्ट्रिसिटी काम गर्नेलाई इलेक्ट्रिसिटीसम्म मेट्रो जान सकिन्छ। त्यो धेरै सुविधा भयो क्या यहाँ। त्यही भएर पनि मान्छेहरूलाई जयनगर छोडेर जानु चाहिँ साह्रै पर्छ। जयनगर, जयपीनगर मौसम चाहिँ साह्रै राम्रो छ बेङ्गलोरको। न गर्मी न ठन्डा,
अहिले अब हाम्रो गाउँतिर त गर्मी धेरै छ भने सुनेछु। यहाँ अब अझै पनि कम्बल ओढेर सुत्नुपर्छ मान्छेहरू। अब बाहिर हिँड्दा ज्याकेटहरू नलगाई हुँदैन बाइकमा, त्यस्तो जाडो छ। यो जयनगरको सपिङ कम्प्लेक्सहरू हो यिनीहरू। जे पनि सामानहरू किन्नु छ भने मान्छेहरूलाई सस्तोमा चाहियो भने जयनगर आउँदा हुन्छ। जयनगर भयो, त्यहाँबाट अलिक माथितिर गयो भने सिटी मार्केट भयो। यो जग्गाहरू चाहिँ मतलब धेरै सामानहरू सस्तोमा भेटिने एकदम मतलब जानेको र फेमस ठाउँ। र प्लस यहाँ रेस्टुरेन्ट जो मतलब फुडी छ होइन, जसलाई खानाहरूमा धेरै इन्ट्रेस्ट छ, जयनगर जेपी नगरमा धेरै अप्सन छ रेस्टुरेन्टहरूको पनि। के चाहियो, चाइनिज चाहियो, इन्डियन चाहियो, थाई चाहियो, जे अप्सन चाहियो मतलब धेरै अप्सन छ। र बजेटको हिसाबमा भेट्छ। फेरि सानो आफूलाई ढाबाहरू चाहियो ढाबाहरू पनि छ, होइन म अलिक महँगोमा खान्छु भने महँगोहरू पनि छ। त्यो सब सुविधा चाहिँ छ यहाँ जयनगर जेपी नगरमा। महिन्द्राको नयाँ गाडी इलेक्ट्रिक अहिलेको लेटेस्ट निकै भयो बेङ्गलोरमा पनि। ब्याट्री ब्याकअप पनि सुन्दैछु कम्पनीको हिसाबले त 600 प्लस छ अरे, तर आफै ड्राइभ गऱ्यो भने चाहिँ 500 प्लससम्म आउँछ भन्दैछ। निकै मतलब राम्रो ब्याकअप छ भन्छ। अहिले लेटेस्ट मार्केटमा चाहिँ राम्रो इलेक्ट्रिक कार भन्नु गयो भने चाहिँ ब्याट्री ब्याकअपमा हेर्नु गयो भने चाहिँ अहिले महिन्द्राको B6 प्लस यता टाटा हेरियरको धेरै राम्रो फिडब्याक आएको छ मार्केटमा। स्कुटी पनि रहेछ यहाँ इलेक्ट्रिक चेतक। यो जयनगरको सानो गणेश मन्दिर, जय गणपति बाबा। मान्छेहरूले क्यामेरा हेर्दैछ यार, आफूले चाहिँ लाज लागेको छ। पानी छैन क्या अरे। यो चाहिँ स्विमिङ पुल हो, गभर्मेन्ट स्विमिङ पुल हो। लेफ्ट साइडमा, मेरो लेफ्ट साइडमा धेरै फेमस छ। एक समयमा 2010, 11, 12, 13, 14सम्म त यही एरियामा थिएँ म। यहाँ हामी स्विमिङ निकै गऱ्यौँ। 25 रुपियाँ दिनु पर्थ्यो, 40 मिनट या 30 मिनट, 40 मिनट या 50 मिनटको लागि हुन्थ्यो। मजालाई मस्ती गऱ्यौँ। लेफ्ट साइडमा फेरि यहाँ पार्क छ, धेरै ठुलो पार्क, सबै अप्सन छ यहाँ। जिम्नास्टिकको लागि अप्सन छ, क्रिकेट प्र्याक्टिसको लागि अप्सन छ, रनिङको लागि छ, बुढाबुढी ओल्ड एजको लागि मतलब एक्सर्साइजको अप्सन्स राखिदिएछ। सब यो गभर्मेन्टको तर्फबाट हो, BBMPकोबाट फ्रीमा। यसको अगाडि यो अगाडि देख्नु भएको त्यहाँ चाहिँ यसको तलतिर चाहिँ बास्केटबलको कोर्टहरू छ, 2-3टा छ कोर्ट, मल्टिपल अप्सन्स। तर बास्केटबलमा त्यति मान्छेहरू हुँदैन। यो चाहिँ पऱ्यो माधवन पार्क, यो पनि धेरै पुरानो पार्क हो, किनकि फेमस पनि हो। जयनगरको माधवन पार्क भन्यो भने जसले पनि चिन्छ। यो मेरो राइट साइडमा सानो छ पार्क, तर निकै फेमस छ। र अब एकदम बिजिएस्ट जग्गामा यतिको पार्क मेन्टेन गरेर राख्नु पनि ठुलो कुरा हो। अनि यहाँ लेफ्टमा छ अपोलो हस्पिटल, एउटा फेमस हस्पिटल हो जयनगरको, जयनगर 3rd ब्लक। ट्राफिक चाहिँ निकै रहेछ हौ। यहाँनिर छ एलजीको स्यामसङको सबै अप्सन भेटेछ। सोनीको होलसेलमा टिभी फ्रिज जे चाहिन्छ यो जयनगर 3rd ब्लकमा धेरै फेमस छ। यो दोकानको नाम त बिर्सेँ मैले, सानो छ तर बहुत फेमस छ। प्लस यो यहाँ मतलब सस्तो दाममा पनि दिन्छ अरू ठाउँ भन्दा चाहिँ। हामी पुग्न आँटे जयनगर 2nd ब्लक।
ट्राफिक यतिखेर पनि ट्राफिक छ। तर अरू ठाउँभन्दा चाहिँ जयनगरमा मतलब ट्राफिक कम्पेयर गर्नु गयो भने चाहिँ कम्ती नै भनिन्छ, किनभने गल्ली धेरै छ। एउटा गल्ली अब भिडभाड छ भने अर्को गल्लीबाट पनि जानु मिल्छ हो, 2-3टा अब बाटो छ। अरू ठाउँमा चाहिँ के हुन्छ भने एउटा ठाउँ जानुको लागि एउटा डेस्टिनेसन जानुको लागि एउटै बाटो हुन्छ, त्यसले गर्दा ट्राफिक धेरै लाग्छ। यहाँ चाहिँ कस्तो छ भने एउटा भिडभाड छ भने अर्को बाटो लिएर जानु सकिन्छ, त्यही भएर पनि अलिकति कम्ती नै ट्राफिक भन्छ अब कम्पेयर गऱ्यो भने चाहिँ अरू पार्ट अफ बेङ्गलोरलाई कम्पेयर गर्नु गयो भने चाहिँ। हामी अशोका पिल्लर पुग्न आँट्यौँ। यो पनि धेरै फेमस हो जयनगरबाट नेक्स्ट अशोका पिल्लर। अशोका पिल्लर भन्यो भने साउथ बेङ्गलोर अशोका पिल्लर भन्यो नि जसले अब बेङ्गलोर बस्ने सबले चिन्छ। ट्राफिक त कोही 2 सेकेन्ड पर्खिनु खोज्दैन यार, सबलाई हतार छ। यो नेक्स्ट यो लालबागको वाल स्टार्ट भयो यहाँबाट, अगाडि देख्नु हुँदैछ होला। बहुतै फेमस जग्गा हो, धेरै जस्तो बेङ्गलोर आउनेलाई सबैलाई थाहा छ लालबाग भनेर। यो लालबागको पनि धेरै पुरानो कथा छ सुनेको अनुसार चाहिँ, मलाई अब सत्य कथा कहाँसम्म सत्य हो त्यो त थाहा छैन। त सुनेको अनुसारमा चाहिँ यो लालबाग जुन बन्यो, मतलब यो पार्क जुन चाहिँ बन्यो, यो चाहिँ एउटा टिपु सुल्तान भन्ने त्यो मान्छेले मतलब त्यो एउटा समयमा अब राजा जस्तै रहेछ, अब आक्रमण गर्ने लडाइँ गर्ने, त्यसले मतलब यहाँ विश्राम गर्ने ठाउँ बनाएको अरे। त्यो समयमा घोडामा आउँथ्यो अरे नि त, अब कति 100 हजार अब सैनिकसँग आउँथ्यो होला। यो एउटा गेट हो लालबागको, थुप्रो छ गेट, 4वटा गेट छ, यो एउटा गेट हो। अनि त्यो टिपु सुल्तानले नै मतलब यो ठाउँलाई अगटेर बनाएको भन्छ। कहाँसम्म यो कुरा सत्य हो त्यो त थाहा भएन, तर अहिलेको टाइममा चाहिँ धेरै फेमस छ। अब जति पनि रिपब्लिक डे भयो, इन्डिपेन्डेन्स डे भयो यहाँ मनाउँछ। हाम्रो नेपालीको पनि तीजको चाडबाड यहीँ मनाउँछ र 2-3 खेप हिजोस्ति काण्ड पनि भयो, लडाइँ यसो केटाहरू माथिमा, नेपाली केटाहरूमै मतलब कुटाकुट भयो अरे भनेर सुनेको थिएँ। देखेको त छुइनँ तीज कहिले पनि, तर भिडियोतिर देखेको अब सबै नेपाली हाम्रो चेलीबेटीहरू सबैजना यहीँ जम्मा हुँदो रहेछ, जम्मा भएर तीज मनाउँदो रहेछ। अब पैसा पनि दिनुपर्ने, खालि अब टिकटको भाडा पऱ्यो। टिकट भाडा चाहिँ एकजनाको 50 रुपियाँ पुगेछ होला अहिले। 50 रुपियाँ दियो भने जति पनि आफूलाई बिहान पसेर बेलुका निस्किन्छौँ भन्दा पनि कसले रोक्ने छैन। र बिहान चाहिँ 5 बजीबाट बिहानको 7 बजीसम्म भनेन, 8 बजीसम्म चाहिँ फ्री हुन्छ अरे। र बेलुका पनि त्यस्तै, फेरि बेलुकाको 5 बजीबाट कति बजीसम्म भन्थ्यो फेरि फ्री हुन्छ अरे। त्यो चाहिँ मैले वाक गर्नुको लागि मैले बेङ्गलोरलाई अब जो पनि आएर भने अब वाक गर्नु सक्छ। तर कहिले त्यस्तो टाइममा त आएको छुइनँ म, तर फ्री छ अरे त्यो टाइममा चाहिँ। अब यहाँ लालबागको छेउछाउ हुनेहरू चाहिँ आरामले आएर वाकसक गरेर जानु सक्यो अब फ्रीमै, त्यस्तो सुनेको थिएँ है। फेरि यो पनि कहाँसम्म सत्य थाहा भएन, र त्यो टाइममा आफू कहिले आइएको छैन। बेङ्गलोरको ट्राफिक चाहिँ यस्तो छ है साथी हो। ट्राफिकको लागि नै जानिएको छ बेङ्गलोर मेनली। यो हो मेन गेट लालबागको। खतरै भिड लाग्छ, यहाँबाट छिर्नुपर्छ लालबागको मेन गेट। तर हामी लालबाग त गइँदैन अहिले, हामी जाँदैछौँ अहिले रिचमन्ड सर्कल। ए भगवान् के साह्रो ट्राफिक हो। यो ठुल्ठुलो बसले गर्दा धेरै फेरि ट्राफिक लाग्छ,
तर के गर्ने अब ट्राफिकबाट निक्लिनु धेरै साह्रो पर्छ यो हो तपाईको लालबागको सिग्नल आजकल बेङ्गलोरको ट्राफिकहरू पनि धेरै स्ट्रिक्ट छ त्यो सेतो लाइनबाट अलिकति पार भएर उभिएछ भने पनि पछाडिबाट क्यामेराले खिचेर फाइन हालिदिइराखेको हुन्छ मेन जति पनि ठुल्ठुलो सिग्नल छ एकदम होसियार हुनुपर्छ गाडी चलाउँदा यसो त अब हाम्रै लागि राम्रो हो पब्लिककै हाम्रै लागि हो अब हामीलाई सुविधाको लागि नै गरेको हो हैन यो चाहिँ शान्तिनगर बस स्टेसन छ यतापट्टि राइट साइड सिग्नलको राइट साइडपट्टि यसमा चाहिँ तमिलनाडु जानु कसैलाई पनि बसबाट जानु छ भने चाहिँ बस चाहिँ यहीँ लाग्छ तमिलनाडु चेन्नई जसलाई पनि जानु छ यहीँ लाग्छ धेरै फेमस छ शान्तिनगर पनि र धेरै अमिर मान्छेहरू छ मतलब यहाँको लोकल त छँदैछ बाहिरको मरवाडीहरू भयो बाहिरको मान्छेहरू पनि धेरै धनी छ एक समयमा बसेको थियो एरियामा पनि ठुलो बङ्गलो मतलब त्यतिखेरको टाइममै मतलब सुन्थ्यौँ अब 2008-09को कुरा सुनेको त्यतिखेरै भन्थ्यो 4 लाख 5 लाख 4 करोड 5 करोडको बिल्लाहरू अहिले त अब यत्रो साल भयो नाइ नै भनेको नि 20-25 करोडको रेन्जमा आइसक्यो होला यहाँबाट फ्लाइओभर चढ्नुपर्छ यहाँबाट ट्राफिक परैसम्म ट्राफिक तर एउटा बेस्ट छ कि मुभमेन्ट राम्रो छ भने मुभिङ ट्राफिक हो मुभिङ ट्राफिकमा त्यति असर पर्दैन ड्राइभिङ गर्नु र मौसम पनि ठिकै छ दिउँसोको कुरा होइन रातिको कुरा हो प्लस मौसम पनि ठन्डा छ दिउँसो चाहिँ साह्रै पर्छ किनभने गर्मी त गर्मी हुन्छ दिउँसो त बिहानखेरि 8-10 बजी त्यो अफिस टाइममा यो फ्लाइओभरबाटै यहाँबाटै लाग्छ ट्राफिक एक समयमा खुट्टा पोलेर टाउकोबाट पसिना निक्लेर हुन्छ हेलमेटबाट त्यो राति चाहिँ अब ठिकै छ मुभिङ छ हो रोकिएन भने भइहाल्यो यो चाहिँ हामी शान्तिनगरको माथि छौँ अब शान्तिनगर एरिया फ्लाइओभरहरूले गर्दा पनि निकै सुविधा भएको छ नि यो बहुत पुरानो फ्लाइओभर हो र बेङ्गलोरमा धेरै फ्लाइओभर बन्यो यो त धेरै पुरानो हो हामी आउनुभन्दा अगाडि पनि थियो तर मार्थालीमा भयो यता सिलबोटतिर भयो यिनीहरू फ्लाइओभरहरू चाहिँ निकै पछि बनिएको हामी आइवरी बनिएको ट्राफिक जति बढ्दै जान्छ अब फ्लाइओभर त बनाउनै पऱ्यो र यो फ्लाइओभरले गर्दा निकै ट्राफिकलाई कन्ट्रोल गर्न सकिन्छ यो छ सोरुम दामी तपाईँको करोडको गाडीहरू भेट्ने सोरुम यो हामी राइट लाग्यौँ यहाँ फ्लाइओभर झर्ने बित्तिकै यहाँ अलिकति अगाडि राइट साइडमा चान्सरी पेभिलियन होटल हो एक समयमा पनि यहाँ काम गरेको एम्प्लोइ हो म एक्स चान्सरी हो यहाँ म काम गर्थेँ ब्याङ्कवेट सेल्समा एज अ एक्जिक्युटिभ आजभन्दा
2014 को कुरा हो गर्दाखेरि कति भयो यता 5 उता 10 वर्ष झन्डै 10-11 वर्ष भइछ छोडेको। होटल इन्डस्ट्रीमा पनि निकै लामो काम गरेँ, झन्डै 10-12 साल काम गरेँ। यस्तो मोमेन्ट भयो भने त राम्रो लाग्छ। लामो पर्खिदिने चाहिँ भएन क्या। दिउँसो त रुवाउँछ नि कहिले कहिले ट्राफिकले। झ्याप्पै एक जग्गा पर्खिदिएपछि झन्डै आधी घन्टा 40 मिनटसम्म पर्खाइदिन्छ। सिल्कबोर्डबाट जब साउथ सिल्कबोर्ड भन्छ, टिन फ्याक्ट्रीबाट जब सिल्कबोर्डतिर आउँछ नि त्यतिखेर चाहिँ मतलब रुवाइदिन्छ ट्राफिकले। हाम्रो डेस्टिनेसन आइपुग्यो, राइट साइडमा छ हाम्रो डेस्टिनेसन। म चाहिँ आज आएको रिच कार्ल्टन होटलमा। आज हाम्रो कर्पोरेट मिटिङ छ, इभेन्ट छ आज। पनि होटलमा पनि पुरा जाम लागेको छ त। इभेन्टको लागि होला मान्छेहरू निकै लागिरहेछ लाइनमा, क्युमा। 4 व्हिलर भन्दा चाहिँ म चाहिँ भन्छु 2 व्हिलर बेस्ट सिटीको लागि। 4 व्हिलर मतलब अब फ्यामिलीसँग आउँदैछ, अब त्यसको लागि त अप्सन्स हुन्न होइन। 2-4 जना छ फ्यामिलीमा, अब त्यो त आउनै पर्यो। 2 जनासम्म चाहिँ र 1 जना आफू एक्लै छ भने चाहिँ म चाहिँ भन्छु बाइक इज बेस्ट है। के छ र ट्राफिक हो आमामामा, यताबाट हिँड्नु पऱ्यो राइट, नभए उपाय छैन। यो हो नि त ट्राफिक आमामामा। जा सक्छौ क्या? गाडी चेकिङ हुँदैछ, अब कसरी जानु यहाँ? कहाँ रोकिन्छ? कोही रोकिँदैन, 1 सेकेन्ड रोक्दैन। हामी जाँदैछौँ पार्किङमा। पार्किङ लट छ बेसमेन्टमा। यो चाहिँ रिच कार्ल्टन होटल रिचमन्ड टाउनमा छ। 5 स्टार होटल हो बेङ्गलोरको। यो पनि आएको तपाईँको 2000 धेरै भएको छैन, 2015-16मा आएको होला यो होटल। त्योभन्दा अगाडि थिएन, न चाहिँ पछि नै आएको होला। यसको एउटा ब्रान्च चाहिँ बेङ्गलोरमा चाहिँ एउटै मात्रै छ। निकै फेमस छ अब यो होटल पनि। पार्किङ पनि साह्रै भेट्छ छैन आज, धेरै भिड लाग्दैछ गाडी घोडाहरू। BMW X3 यो सब पार्किङ हो, तर पार्किङ साह्रै छ जस्तो लागेको छैन यार। धेरै छ पार्किङ, उयो बाइकहरू धेरै छ आज। पार्किङ 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 भाइ पार्किङ भाइ पार्किङ। यहीँ पार्क गरिदिउँ। आइपुग्यौँ।